हेलो फ्रेन्ड्स वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ म आएको छु मेरो मौली गाउँ। यहाँ तल देख्न सक्नुहुन्छ यो चाहिँ मेरो मौली गाउँ रहेको छ नि। अब यहाँ माथि हामी यो पाथिभरा सानो पाथिभरा रहेको छ, चट्टो सिँढी छ, यो बाटो हुँदै चाहिँ माथि गएर म तपाईँलाई मौलीको भ्यू देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला, मन परेमा लाइक कमेन्ट सेयर गर्नु होला र नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु नबिर्सिनु होला। सो लेट्स गो। यहाँ हाम्रो रुबेन सर हुनुहुन्छ भने ओ हेलो मेरो सब्सक्राइबर मेरो भ्युअर मेरो बिग फ्यानहरूलाई हेलो भनिदिनु त। हेलो शाबाश बेटा। यो परतिरको पार्टी चाहिँ हाम्रो बाजे बोजूको, मेरो मौलीको बाजे बोजू। उहाँ चाहिँ मेरो बोजू, यता हाम्रो बाजे हुनुहुन्छ। उहाँको यो उपर फोटो पनि राखेको छ। सो अब हामी चाहिँ इन्ट्रान्स गेट हुँदै माथि जानेछौँ। अहिले चाहिँ हामी लगभग आधी बाटो आइसकेको छौँ र यहाँबाट हेर्न सक्नुहुन्छ मौलीको भ्यू यस्तो रहेको छ। अब एकैचोटि माथि पुगेर हेरौँ है त। यहाँबाट चाहिँ तल हाम्रो मौलीको पुरै भ्यू देखिन्छ। वाउ, दिस इज मेरो मौली। यहाँ हेर्न सक्नुहुन्छ। यो बाटो चाहिँ कता जान्छ आई डोन्ट नो। यो चाहिँ मेरो मौली गाउँ हो। एकदमै दामी छ, थोरै घर तर एकदम सुन्दर। यो पनि लालीगुराँस चाहिँ मात्रै छ यहाँ भनौँ न। ए अहिले त सिँढी त कम्प्लिट भइसकेको छ। पहिला चाहिँ यहाँ टपसम्म चाहिँ सिँढी आइपुगेको थिएन, अहिले चाहिँ सिँढी पुरै आइसकेको रहेछ। यहाँ चाहिँ हाम्रो पाथिभरा रहेको छ। फाइनली म चाहिँ पाथिभराको टपबाट हजुरहरू माझ यहाँ भिडियो बनाइरहेको छु। सो यहाँ हेर्न सक्नुहुन्छ यस्तो रहेको छ। म लड्नु पनि सक्छु, यहाँबाट लड्यो भने एकैचोटि तल होइन माथि पुग्छु। सो यस्तै छ। अब यहाँ परतिरको एउटा भिड हेरौँ त। एकदमै खतरनाक भिडमा जानु आँटेको छु। खतरनाक त्यो भिड चाहिँ एकदमै बन्जी जम्पिङको लागि चाहिँ एकदमै पर्फेक्ट छ। तर अब यहाँनिर अब कसले आएर बन्जी जम्पिङ हान्ने होइन, उही पखेटा लाएर उडे मात्रै हो। यहाँबाट झऱ्यो भने चाहिँ यो एकदम समात्दै यसरी समात्दै हिँड्नुपर्ने हुन्छ। यहाँबाट चाहिँ यो देखाउनु चाहेको मैले। देख्दै हुन्छ नि, यो एकदमै खतरनाक ठाउँ हो। यो चाहिँ पानीको पाइप रहेको छ। यो छेउमा जानु चाहिँ एकदमै डर मर्दछ। तर यहाँ चाहिँ सबै आएर चाहिँ सुकी खानपिन गर्ने गर्दो रहेछ। तर यहाँदेखि चाहिँ एकदम डेन्जर छ क्या। तल झऱ्यो भने चाहिँ एकैचोटि होइन हेर्न सक्नुहुन्छ। यो भिडियोमा हेर्दा त्यस्तो देखिँदैन, तर एकदमै हाइटमा हो यो। बाल चतुर्य त्यहाँ हो भने जोरपोखरी त्यो डाँडा त्यो देखिँदै गरेको हो, त्यहाँदेखि पल्लोपट्टि। सो एकदमै दामी रहेको छ। सो आजको मिनी ब्लग यति नै। तपाईँलाई भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर गर्नुहोस् र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु नबिर्सिनुहोस्। म यहाँ उभिनु गइरहेको छु। यो ढुङ्गा चढेर तल झऱ्यो भने केही पनि हुँदैन। सो थ्याङ्क्स।